हेलो गाइस, वेलकम बैक टु माय च्यानल स्पेशली अनि आज चाहिँ म छु गाउँमा। हेर्नुहोस् यहाँ सिवान चाहिँ यहाँ घाँस लिएर बसेको छ। सानो बाख्रा हेर्नु न, पाठी हो कि पाठा के हो। सानो बच्चाले ल्याएको यो काफलको घाँस ठुल्ठुलो हाल्नु मलाई खान्छ त आमै। म चाहिँ त्यो सेतोवाले मन पऱ्यो क्या। खाने नुनको अनि चाहिँ यहाँ छ ल, खा खा खा। यिनीहरू दुइटा चाहिँ माउ हो। यिनीहरू दुईवटाले पाएको रहेछ क्या। ल खा खा खा। म आइस यिनीहरूको लिनु जाने काफलको बोट लिनु आएको छु। त्यो होइन, काफलको बोट खान्छ अरे यिनीहरूले। हामीले खोल्दै, यो चाहिँ हाम्रो घर हो, गाउँघर। सुकुटी पाकेको छ, कसको घरमा सुकुटी पाकेको छ या कमेन्ट गर्नुहोस् है गाइस। सानो काफलको बोट रहेछ, त्यो टिप्न आएको। अच्छी कस्तो भित्र नजाइ सानो हुँदै। त्यो चप्पल लगाएर नजा, अर्को चप्पल लगा, अर्को छ भने लगा। त्यो वाला नल्याइकन जा। उता माथि छ काफलको बोट, त्यसमा चाहिँ अलिक फल्छ, पछाडि पनि छ। हजुरहरूलाई भोलि चाहिँ हाम्रो दसैँ हो। अहिले ह्याप्पी दसैँ भन्न लगाएर आज चाहिँ दसैँ चाहिँ होइन, भोलि आज चाहिँ खसी काट्ने, आज र हिजो खसी काट्ने दिन हो क्या। हिजो हाम्रो घरमा खसी काट्यो, आज यहाँ गाउँमा काटेर खसी। यो काफलको बोट चाहिँ हाम्रै पछाडि छ यो घरमा, हाम्रो यो कोठाको पछाडि। अब त जानै छ यस्तो खालको बाटो चाहिँ। फेरि यो चाहिँ हाम्रो पिङ। म यसमा खेल्छु, यो छोडेर चाचा हुई गरेर। यो चाहिँ हाम्रो पिङ चाहिँ यो अलि बाङ्गी छ नि त। अस्तिदेखि पिङ चाहिँ त्यो बोटमा चाहिँ फेरि काफल नि हुन सक्छ, एउटा दुईवटा। चप्पल हेर्नुहोस् गाइस, ठुला भएको आज आएको क्या। हामी चाहिँ आज बिहान आएको। फेरि यस्तोमा त काँडै हुन्छ, आधामा त लुगा ला फुल होइन, अलिकति फुल चाहिँ अलिकति हुनु है। रेडिमेड होइन, सिलाइके। मारे यो चाहिँ मैले अस्ति नि काफल खाएको थिएँ, तर छैन ल अहिले चाहिँ। यो चाहिँ हाम्रो गाउँ सिए लिन आएको छ। सानो हिजो त चक्कु लिएर आएको भए मिल्थ्यो नि। सानो डाँठाहरू त मिल्यो, ठुल्ठुलो अलि मिलेन। मार्ने भयो मलाई। को गाउँ गयो है त गाइस। म चाहिँ आज आएको। हामी चाहिँ हिजो आउँथ्यो, हिजो लुगा किने। हजुरहरूले कस्तो लुगा किन्नु भयो कमेन्ट गर्नुहोस् है गाइस। मैले चाहिँ ब्यागी टाइपको किनेको, प्यान्ट ब्यागी। अनि यस्तै खालको जस्तै टी सर्ट हो, तर पिङ्कमा। कसले रोब्लक्स खेल्नु नि हुन्छ त्यो पनि कमेन्ट गर्नुहोस्। म तर झरेँ सकिनँ, यति भयो सकिनँ। म सानो बच्चाले सामान यति रहेछ कि मलाई गाउँ आइदेखि मलाई सानो बच्चादेखि हिजो गाउँ के अरे आज गाउँदेखि
सानो बच्चाले समाउने रहरमा मैले यो टिपेको खोइ तिनीहरू खोइ कहिले भित्र पठाइस् तँले केही त काम गरिसके मैले यहाँ राखिदिन्छु यहाँबाट देखिन्छ कि देखेन निस्किया क्या त नहाल्न एकछिन ठुल्ठुलो सानोलाई हाल्ने हो त ठुल्ठुलो त भयो अस्ति नै आएको आउन त 30 मा हैन तर 30 मा चाहिँ कस्तो 30 मा चाहिँ अलि रमाइलो नै भयो हाम्रो पछाडि सब हाम्रो काफल हो के हाम्रै हो अनि माथि पनि बारी हाम्रो हो यहाँ अनि माथिको बारी हाम्रो अनि त्यो यहाँ पनि उता माथिको बारी हाम्रो अनि बेलाउती पनि थियो त्यो खै के भयो म काफल टिप्छु काफल छैन काफलको बोक्छु अनि त काम गर्दैछ मैले त आइसिया नि त यता हो के सुहान यति धेरै पहिला हाम्रो घरमा कति धेरै काफल फल्थ्यो म पहिला सानोमा खान सक्थिनँ कि कसरी खाने के गर्ने चाहिँ हामी तल जाने बाटो हो तल जाने बाटोमा यस्तो छ सेन त यहाँ बस है टिप्छु त लिएर खानेकुरा होइन त्यो नदे फेरि तैँले खालास् उल्टै ल डन्डी नै भाँचियो आहै मम्मी त्यो पछाडिको काफल दिए रोक्नु है इ ल बाखेर तिमीहरूको लागि ल सानो छिराइदिन मुनिहरू आउन लाग्यो छाट न मुनिहरूलाई हो के यो त सिवानी खुवा त यिनीहरूलाई यो खुवा म यिनीहरूलाई ल आएँ हेर्नुहोस् गाइस मम्मीले घरमा उस काटिदियो नि त अनि म छतमा गएर देखाउँछु है म चाहिँ छतमा गएर हाम्रो गाउँघरको यस्तो राम्रो भ्यू देखाउँछु कि हेर्नुहोस् गाइस हामी चाहिँ छतमा आइसक्यौँ यो माथिको घरको बेलाउती त छैन क्या भाइ ल हेर्नुहोस् गाइस यस्तो राम्रो हामी यहाँ यता गुहारी छौँ गुहारी पारी म त मैले बुझ्न सकिनँ हेर्नु चल्लाहरू यस्तो राम्रो छ कि शिवान मेरो नहेला अहिले लात्ता लगाइदिन्छु तँलाई म तँलाई चाहिँ एलोभेराहरू छ तैँले धेरै पानी खेल्छ पक यहाँ चाहिँ म गएँ है भाइ चाहिँ तल जाँदैछु हाम्रो गाउँघर यस्तो राम्रो छ अब म काफल दिन्छु तिनीहरूले अनि अहिलेसम्म सानो बच्चाहरू आएन त थियो बिरालोहरू चाहिँ हाम्रो कुखुरा चोर्न आएको क्या थाहा हामीलाई बाह्र आएछ नि डुक मलाई यस्तो बाह्र चलाउनु मन छ कि यहाँ सिमा एकछिन डुक यतै चाहिँ यस्तो बाह्र चलाउनु मन छ कि मलाई यहाँ मन छ सिमा त्यो यहाँ उस चप्पल त्यो अहिले ऊ त्यो चप्पल ऊ त ठुलो बाला ठुलाको लगा मलाई अर्को लगाएको छु चप्पल यहाँ चारवटा मुनि बाख्राहरू छ सानो पाठी रुक न ओइ तँले के खाएको खाने नि त्यस्तो त्यो सखाएर बस्यो यहाँ पुच्छर हेर्नुहोस् हामीले चाहिँ यहाँ उस काटेको सब उस भयो अलिपछि बढाल्यो त्यो डन्डी नै भाँचियो तेरो लागि होइन हेर फेरि म भन्दैछु तँ कति खाइस् कि
अब अर्को बालाले दिनु पर्दैन ल अर्को बालाले अलिकति दिन्छु जा भयो ल भजा यो त्याल त अनि स्याल पनि यहाँ त अनि समाइदिन्छु ल भ छोड सेन्सर ल खा खान्छस् खा सिलबायो त राख्दैन त्यही यो के राख्दैन खसानु बाख्रा तिमीहरूको बच्चाहरूले ल खा 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 एकछिन तेरो वा मम्मी मार्यो मलाई पक्क तान मुर्दा तँलाई पक्क दिनु जा 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 कस्तो यहाँ गुने गु भयो यार ल हस नहुँदै भयो नकुट अहिले हाम्रो घरको साइडमा चाहिँ एउटा अन्त छ पसल मम्मी त्यो बाख्राले अर्को बाख्रा सिलिरहेको साइजो नि पान दिएको अनि तान्दिएको अनि झन्डै लगेर अनि मलाई पिटे आज अनि हामी चाहिँ अर्को ल आज हजुर टिपमा सिमा आज हुँदै भयो मम्मी चाहिँ मजाले काट्दैछ तर मलाई म खसीको चाहिँ मन पर्दैन मम्मी के काटेको हेर्नुहोस् हाम्रो चाहिँ राति खाने बाख्राहरूको साथसाथै कुखुराहरूलाई नि हेर्छौँ मम्मी रातिको हेर्नुहोस् कति राम्रो चला तर यो चलाएर चाहिँ म छुन्न मेरो डर लाग्ने भनेको कुखुरा देखेर के बाख्रा देखेर चाहिँ अलिक के फरक ठिकै लाग्छ अनि यहाँ दिउँसो भइरहेको नि त अनि साँझ खेल्ने ठाउँमा दिउँसो खेल्दामा कस्तो केटी पाकेको छ गाइस अब जरालाई के देखाउने होला न के छ न के छ मम्मी कोही खाएको के यत्रो यहाँ त पपा यति धेरै हो हामी चाहिँ घुम्न गएको थिएँ हजुरहरूलाई त्यो हाल्नु बिर्सेर मैले डिलिट गरिदिन्छु क्या ल त्यसको लागि सरी डिलिट गरिदिन्छु होइन भने त्यो भिमातको गार्डन स्टोन गार्डनमा हो हामी गएको भिमात 9मा 9 हो कि 10मा खै मैले चाहिँ देखेँ तर यति उकालो थियो कि होइन अनि फेरि तल्लै माथि उकालो अनि माथि तलबाट आउँदाखेरि माथि उकालो होइन फेरि माथिबाट तल जाँदाखेरि ओह्रालो थियो कि त्यो तल्लोपट्टि थियो नि त अनि हाम्रो मेवा थियो नि त त्यही भएर मेवा नि आम्मामा एउटा मेवा फलेछ सियाल लट्ठी दियो त्यो अघिको त्यो होइन मेवा फलेछ मेवा टिप्नु पऱ्यो नि मम्मी एउटा मेवा फले है टिप्छु एउटा पाकेको छ क्या यिनीहरूलाई चाहिँ अहिले यतिकै छोडिदिएको सानो त मेरो बाबा आउँछु भन्थ्यो बिचरा उस के भन्छ अरे साउला छुट्टी दिएन अरे क्या ऊ यता गयो ल स्यान पाकेको हो कि कहाँ के अरे पाकेको त पाकेको तर कुहिएको अया ओ माई गड उस बाह्र सक्छस् खाने जा उजा जा जा उजा छुट म यहाँ खुडाइदिन्छु ल खा खान्नस् खा ल खा अहिले त जे पनि खान्छ घाँस पनि खान्छ के खान्छ राखिदिन्छु तल गरौँ भएन यहाँ बस्नु मिल्थ्यो नि के भन्छ यहाँ सब खोर भयो नि त मिलाउन पनि छ यहाँ कुखुराको खोर छ यहाँ अन्डाहरू थियो चल्ला त्यो अन्डाबाट चल्ला निस्केछ कि हेर्नु यस्तो राम्रो चल्ला हेर्नु सेम हेर्नु चाहिँ त कस्तो राम्रो चल्ला खोइ भित्रकै यहाँ भित्र नि किन ठुलो ठुलो भइसकेको छ
अस्ति हामी तिजमा आउँदाखेरि चाहिँ उसको भएको थियो नि त। यहाँ चाहिँ हामीले यहाँ लुगा दिने ठाउँ जस्तो राखिदिएको थिएँ तर पानी चाहिँ होइन यो हाम्रो उस थियो नि त जग्गा। अहिले चाहिँ के भयो भन्दाखेरि बेच्दित जस्तो छ, मलाई पनि थाहा होइन। आइसेन त जाने उता सबतिर देखाउँछु। यता चाहिँ टाढो टाढोसम्म घर हुन्छ नि त गाउँहरूमा, गाउँहरू गाउँहरूको केही टाढो टाढो हुन्छ, कोहीको नजिक हुन्छ, त्यस्तै हो। अनि म चाहिँ यहाँ काफल बनाएको, काफल खान होइन घाँस दिँदा, तर दिउँसो आउनु पर्ने थियो। यस बेलाखेरि चाहिँ के को चान्स हुन्छ भन्दाखेरि मलाई त यो काफलको बोट छोडेर म के टिप्छु भन्दा यो टिप्छु कि यो बाख्राहरूले यो पनि खान्छ, तर मलाई यो हुन्छ नि खुवाउन चाहिँ यस्तो टिपेर खुवाउनु चाहिँ कस्तो मजा लाग्छ क्या। त्यो बाख्राहरूले कत्रो हो त नि, कत्रो रहेछ यहाँबाट आउँछ नि। मजुरहरूलाई हाम्रो घर होम टुर गराउँछ। अब हाम्रो घर चाहिँ यो भयो, सेतो है। अहिले भित्र जाऊँ बाहिर भन्दा अनि यहाँ गेट भयो, गेटबाट आउने बित्तिकै यहाँ भयो हाम्रो टोइलेट, क्यालेन्डर, बेसमेन्ट। अनि फेरि यतापट्टि साइडमा चाहिँ छ हाम्रो यहाँ ठुलाबा सुत्ने कोठा। अनि फेरि सिधा आयो भने चाहिँ यहाँ बेड छ, साइडमा आयो भने हामी सुत्ने उसलाई बेड छ कति। अनि यता चाहिँ किचन छ, यता जमारा छ त्यहाँ उसहरू। कसको त्यो यहाँबाट फेरि सिधै गयो होला यता हेर। अनि यत्रो ठुलो गार्डन छ, गार्डन छैन नि यहाँ पिङमा यत्रोबाट यहाँ पिङ पनि खोल्दा मलाई खानालाई त्यसो छ। हुन्थ्यो भयो माथि चाहिँ उस भइहाल्यो नि त, माथि उस भइहाल्यो होइन। अब बाहिरको त देखाइसक्यो होला, देखाइसक्यो। अब बाहिर चाहिँ यो भयो बाथरुम, अनि यो भयो हाम्रो पिँढी, अनि यो पनि त्यस्तै पिँढी। अनि बाख्राको खोर, बाख्रा चाहिँ चल्लाको बाख्रा कुखुराको खोल्यो एउटा थियो। अनि फेरि उस गरेको बाख्रा भन्दा त उसले खाँदो रहेछ कुखुराले। त्यो खोर भयो, अनि घाँसहरू राख्ने, अनि त्यो कुखुराकै खोर, यो चुलो, यहाँ पानीहरू राख्ने, यहाँ बस्न नि मिल्थ्यो तर यहाँ अलिकति फोहोर भएर हो। अनि यहाँ पनि कुखुराको खोर, चल्ला हेर्नुहोस् त यो यस्तो राम्रो के। मलाई एउटा छुन मन लाग्यो, उता गुड छ तल चाहिँ छैन। यतापट्टि धारा अनि यो गार्डनहरू सब सराउन्ड गरेको छ कि उसले। हाम्रो गाउँ चाहिँ यस्तो मजेदार हुन्छ फेरि, हजुरहरूको गाउँ पनि मजेदार हुन्छ होइन। यिनीहरू त लाखबाट आएको, पर त यिनीहरूको ओ निस्के यो बाख्रा पनि एकदम समझदार छ क्या। ल बाहिर निकालिदिनु पर्यो, बाँदरहरूले खाएर सक्न लागिसक्यो, कुखुराहरूले खान लागिसक्यो। अब कुखुराहरूलाई छोडिदिने हो यो। अब मम्मी डर लाग्यो, मलाई डर लाग्छ कि यिनीहरूको फाइट के भयो भने। तर नचल न, यो हो क्या यो म्यान अघिदेखि हान्ने। खा यस्तै हो गाइस होइन। गाइस के गरेर हेर्नु त्यहाँ मुत्यो। अनि यहाँ चाहिँ कस्तो क्लियर देखेको क्या यस्तो फोटो खिच्नमा। हेर्नुहोस् गाइस मेरो मेहन्दी
मेरो मम्मीले कर ल्याएर लगा भनेको अनि यो नेल एउटा हरायो। हामीले त्यो 24 वटा प्याकेटमा 24 वटा पाउने प्याकेट ल्याएको थियो। प्याकेट ल्याएको थियो अनि त्यो प्याकेटबाट मलाई 10 वटा सबै 10 वटा हो। अनि आउने बित्तिकै खोले के रहेछ भनेर लास्ट देखेर डर लाग्छ भाइ मलाई त। खोले अनि खोलेर उस गरे हेर्दाखेरि अनि त्यो उस कस्तो भइरा यस्तो यस्तोमा चिप्किरहेको। अनि गयो जान त भात खाएर। हजुर खाने ल मलाई चाहिँ पानी दिनु। सानो के जराउँदा आएछ क्या। हाम्रो घर चाहिँ ठुलो छैन, त्यति साह्रो ठुलो चाहिँ छैन पनि। ल खान्छु क्या खाना लगाएको पानी नखानु म आधी हाल अब। अनि त्यो मोबाइल राखेर एकछिन हेरेँ भाँडै बाहिर त्यो बोतल राख। रुकौँ न मम्मीले अझै यति गर्न अब यति भएछ हाम्रो बाथरुम। अच्छी गर्मीले बेडी कस्तो तातो भयो। एकछिनमा रोक्न सक्दिनँ अब चप्पलै लगाएर गर्नु पर्यो। एकछिनै चाहिँ गाइड एउटा म्याजिक हेर्नुहोस् मेरो। अरू यो नि हो म चाहिँ धेरै लामो बोलाउन। हाम्रो खोला पारी चाहिँ खोला छ। खोला पारी चाहिँ खोला छ त। यता चाहिँ हाम्रो भयो मादी नदी। यतातिर चाहिँ हाम्रो मादी नदी हो नि त बिचमा। अनि पुल छ तर्ने पनि पुल छ। अनि फेरि आउँदा भन्ने बाटोमा एउटा खोला छ। अनि फेरि एउटा मात्रै खोला छ अनि अरू छैन नि त। नबोल्दा त खोला छ। अनि यताबाट फेरि यता पार जान चाहिँ यता खोला छ। अनि अझै यसरी घुमेर उता खोला अनि बल्ल हाम्रो ठुलानीहरूको घर आउँछ। दिप्सनहरूको घर चाहिँ माथि अलि माथिपट्टि हो। अनि उसको घर चाहिँ तल। न के गर्छु के यसले हेर्नुहोस्। र आज मौसम चाहिँ अलिक कस्तो घटिया सफा नदेखेको क्या। हामी चाहिँ गएछ नि त कस्तो सफा नदेखेको क्या। अलि यतिको देख्दा चाहिँ अलिक देखेको छ होला। हेर्नुहोस् सब निस्केको छ सिवायक के अरे बाख्राहरू। ल फ्रिजमा ठाउँै सब मासुले घेरेको छ। खस्ने बेर छैन फेरि। सेफ हामी चाहिँ वहाँबाट 3टा ल्याएको थियो। कोक स्प्राइट फेन्टा आज लिन जान्छु म।
हात धोइदिन्छ मम्मी के हो हात धेरै धेरै लामो नबनाऊ 25 मिनट जतिको त भयो अनि पानी धेरै चिसो चिसो पानी नखाए अनि म के गर्छु भन्दाखेरि अब म के भन्छ भने म राखिदिन्छु अनि आजको लागि यति नै गाइड छैन कुन चाहिँ हजुरहरूले के चाहिएको त्यो कमेन्ट गरिदिनुहोस् म भर्खर हालिदिन्छु त्यो उसमा कमेन्ट गर्नुहोस् कमेन्ट पनि हेर्छु रिप्लाई पनि गर्छु र नि के भन्ने रे लास्ट टाइममा लाइक सब्सक्राइब शेयर कमेन्ट शेयर गरिदिनु अनि शिवान बाय टाटा अनि गाइस बाई 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 बाई